Pasta 105. के खाने भन्दा तपाईँ के खाने हो यार या करेन्ट लाग्यो यार मलाई यहाँनिर के चाहिँ दियो त हौ यस्तो भ्यू हेर्दै यहाँ खानुको मजा बेग्लै छ है साथी साथीले भेट्यो कहाँ राख्नु कुरोहरू साथी यो चाहिँ कहाँ राख्ने यस्तोहरू चाहिँ चम्ची कहाँ छ त यार दबाई छ त यार यहाँ त के हो यो ग्रिसमेल त मिठो छ खाइदिउँ खाइदिउँ भोक लगाएर कस्तो रकक्क भइरहेको छु म चम्ची रहेछ पास्ता न सिफुड खानु नि पास्ता भनेको नेपालमा पाउने पास्ता चाइनिज पास्ता रहेछ यस्तो भ्यू हेर्दै गम खाने हो अब मलाई केही छैन खाने भन्दा बोडी हो यो त बोडी रहेछ साथी ओ साथी पास्तामा बोडी रहेछ बोडी तुने बोडी खाने हो यार रातमा खाने हो छेउको केटीले हेर्दैछ मलाई घिनाउँदैछ नि त भोक लागेको छ घिनाएर फरक परेन मलाई मगाउनु पऱ्यो जस्ट मिठो दियो है राख्ने यार के छ यार भोर्दिउँ न सब बजाइदिउँ मुखेले भन्नु के रहेछ यार यस्तो भ्यू हेर्दै खानुको मजै फरक हो भोकले हो कि सबै मिठो लाग्यो कहिले नखायो मिसाएन भने भयो
बोडी चाहिँ हुने रहेछ है कोदोबारीमा फल्नु चढ्नु मन लाग्यो यो चाहिँ के रहेछ यो भात त पकाएको थियो है चाइनिज साथीले काट्नु ल घोप्टाइयो फेरि केटीले हेर है मालमोल गर्ने हो लास्टमा एउटा छुने हो त्यो कागती भएको छ यस्तो भ्यू छ दामी पखेटा बाङ्गिँदैछ घरिघरि साला जीवन समुद्र चाहिँ झनै त हाम्रो नेपालमा पनि नभएको कहाँ हाम्रो कोदोबारीमा फल्ने बोरी यार के लाएर गेडा चाहिँ दाना चाहिँ निकाल्ने कलिलो चाहिँ यतिकै खाने सिमसाक पनि रहेछ यति भात आएर के अगाडि त्यो मिठो नभएर के हुन्छ चाहिँ समुद्र कारण केटीले खाएन यार मलाई दिए हुन्थ्यो नि भोक लागेर यार मागौँ यार मिठो छैन साथी मिठो छ है त पास्तै हो यो दुईटा केटीले खाएन त यार भोक लागेर कस्तो मिठो भएन मागेर खाइदिउँ क्या लाग्यो मलाई चाहिँ खाने हुने
कस्तो राम्रो राम्रो खाजा पाँडु टर्कीको कुन ठाउँको जस्तो लाग्यो मलाई अस्ट्रेलिया टर्की अझै सक्यो फेरि समुद्र अझै सकेको छैन मैले एकताल भात खाइसकेँ छुनै छैन यार सिङ्गापुरमा केसँग खानुपर्ने मैले त सबहरू खाइसकेर दबाई जस्तो छ त्यो यार के रहेछ रहा है देशी सुन्तला अनि अनार लुना गुलियो ल 70 लाखले को ऊपर असुल गर्यो त 7 लाख तिरेको ऊपर असुल गर्यो त खाएर 7 लाख तिर्नु हो तपाईले हजुर अझै मैले एकताल भात खाइसकेँ समुद्र कट्यो छैन यार के भन्नुभयो टिकट 7 लाख 20,000 कति म 20,000 खाएँ भने 20,000 खायो 2 महिना अगाडि ओहो मैले अझै एक थाल खानुपर्ने भयो यार कसरी सस्तो महँगो है यो केटीले खाएन यार यति मिठो लाग्यो साथीहरूले दिइराख यार भिडियो म त लान्छु नि लाग्यो म उता जान्छु यता जान्छु Gak apa? Bukan babu lah saya ini mana? Babu ini jangan. Satu babu. साथी आयो भने आफू त लिएर पाहुना आयो क्या त्यही भएर लिएर आएको बुवा कहाँ हुन्छ बुवा साथी मेरो साथी हुन्छ आउनु आउनु न बुवा आउनु आमा यो साथी आएको छ क्या भेटाउनु पर्यो भनेर साथी
यतितिर बस्नु नि अब राम्रो बन्नु है मेरो साथी आएको लाज लाग्दैन छिराउनु मेरो आमा बुवा हो क्या मेरो साथी हो क्या धरानको तपाईँहरूलाई भेट्न आउनुभएको र तपाईँहरूलाई अन्ना हेर्ने भयो अन्ना हेर्नु माग्नु लजाउँछ क्या धेरै अहिले त आउनु न त नि हेर्नु झन्डे कुरा आयो मलाई कुट्नु भयो एउटा खुट्टा ढोकै आएको त्यसै ढाक्ने हो कस्तो मलाई त ढाँटेकै आमा खुट्टामा मेरो जानु तपाईँहरू दिदी भाइ मना मक्ता कामै म त छिरो जानु म त कामै हो एकछिन त कान्छासित नपढी हिजोदेखि आज पनि अन्न छैन भेटिन हिजो त बसार जानु भएको थियो र पो त अन्न हुनुहुन्न थियो र पो त नबोलेको हामी त बोलेको अनि हामीले राम्रो गरेनौँ त नि लाग्नु भएको खुसीको दिदी भाइको त यतिको पो अनि फेरि किन रुनु पर्ने छोरो झन् आए खुसी भएर रुनु भएको नि खुसी हुनुपर्छ त आँसु खसाउनु पर्छ अहिले झापड दिन्छ अङ्गाल मार्नु नि त नि खुब ढाँटेर ल झन् एक्कासीले झन् राम्रो होइन त झर्नु भने क्या मैले गर्मी रहेछ हेर्नु त्यतिकै बोलाएको त नि छिटो छिटो तर एउटैसँग नगरे कसरी पनि कसरी गर्नु स्टोरीमा फोटो देखेर त भेना त लगाएको धरानको मेरो साथी भन्छ गालामा हान्नु बाबा साथी आमाको अघि भिडियो गर्नु भएन मलाई म त फेरि मुख छोपेर को के भन्नु म चाहिँ यहाँ लाग्यो बुवाको यो बुवाको बेडरुम हो यो ब्याग लिएर आउनु न पर आमा त्यसो भनेको थियो यहाँनिर म